आत्मिक वरदानहरू र मण्डलीको बीचमा भएको समस्यालाई आज हेर्नेछौँ। आज मण्डली र आत्मिक वरदान बीचमा भएको समस्याहरू कोरिन्थीको मण्डलीबाट हामी सुन्नेछौँ, वरदानको विषयमा सुन्नेछौँ। र आज चाहिँ हामी मण्डलीमा भएको समस्या भनेको चाहिँ वरदान प्रभुले दिनुभयो र मण्डली यहाँ छ, तर वरदान पाएपछि उनीहरूले मण्डलीमा समस्या आयो। वरदान त प्रभुले दिनुभयो, मण्डलीमा समस्या निम्ति आयो, किनकि उनीहरूले वरदानलाई बुझेनन्। किनकि उनीहरूले वरदान के हो भन्ने कुरालाई कसरी चलाउने भन्ने कुराहरू कोरिन्थीको मण्डलीले जानेनन्। वरदान चलाउन नजानेपछि मण्डलीमा थुप्रै समस्याहरू सुरु भयो। अनि मैले यसको शीर्षकै के आत्मिक वरदानहरू र मण्डली बीचको समस्या है। मण्डली यहाँ छ, आत्मिक वरदान यहाँ छ। वरदानमा समस्या छैन, वरदान त प्रभुले दिनुभएको दान हो, योग्यता हो, क्षमता हो। तर समस्या चाहिँ कहाँ छ? हामीमा छ। कोसँग छ? समस्या चाहिँ मण्डलीमा छ, मण्डलीको व्यक्तिहरूमा छ, जुन चाहिँ वरदान पाएर उनीहरूले सठिक ढङ्गले चलाउन सकेनन्। त्यही कारण यो समस्यालाई आज हामी हल गर्नेछौँ, सुन्नेछौँ, सिक्नेछौँ र हामीसँग यो कुरालाई मेल खान्छ। हाम्रो मण्डली आजको लागि पनि भोलिको लागि पनि यो वचनले हामीलाई मेल खानेछ, यो कुरालाई हामी हेर्नेछौँ। मण्डलीको समस्या चाहिँ आत्मिक वरदानहरू बारे राम्रोसँग नबुझ्नु थियो। मण्डलीको समस्या, वरदानमा समस्या छैन। वरदान परमेश्वरबाट मण्डलीलाई दिएको एउटा विशेष योग्यता र क्षमताहरू हो। तर समस्या चाहिँ कहाँ थियो भने मण्डलीले त्यो कुरालाई बुझ्न सकेन। ज्ञानको कमी, उनीहरूले नसिक्नु है। ज्ञान वरदानको विषयमा भित्र ज्ञानको कमी थियो। कसरी चलाउने, कुन वरदान के को लागि कसरी गर्ने भन्ने कुराहरू उनीहरूलाई थाहै थिएन है। थाहा नभएपछि उनीहरूको वरदानमा समस्या थिएन। डरलाग्दो कुरा त के रहेछ भन्नुहोस् त, वरदानको प्रयोगबारे उनीहरूले नजान्नु, ज्ञानको कमी हुनु थियो। त्यही कारण उनीहरूको मण्डलीको बिचमा त्यो गर्दाखेरि के भयो, समस्या उत्पन्न भयो र समस्या पाए। जे पाए त्यही है, जे पाए त्यही गरे उनीहरूले, जे पाए त्यही उसले जे पाए त्यही जसरी उनीहरूले चलाउन खोजे है, उनीहरूले त्यो वरदानलाई प्रयोग गरे अनि मानिसहरूले वरदानलाई दुरुपयोग गरेका मण्डलीमा समस्या ल्याएछ। त्यस कारण हामीले आज स्पष्ट हुनेछौँ। मण्डली आज हामी आत्मिक वरदानबारे स्पष्ट हुनेछौँ। अस्ति हामीले सुनेको थियौँ, वरदान भनेको चाहिँ परमेश्वरले दिनुभएको विशेष योग्यताहरू। करिश्मा भन्ने शब्दलाई प्रयोग गऱ्यौँ है, जसको अर्थ के हुँदो रहेछ, निर्माण गर्नलाई, बनाउनको लागि, भाँचेको टुटेकोहरूलाई अनि बिमारीहरूलाई, समस्यामा परेकालाई तिनीहरूलाई निर्माण गर्ने, तिनीहरूलाई सच्याउने है, तिनीहरूलाई मर्मत गर्ने होइन। त्यसको उद्देश्य, वरदानको उद्देश्य रहेको छ। करिश्मा भनेको चाहिँ जुन चाहिँ योग्यता तपाईँसँग मात्रै छ, त्यो योग्यताले जब त्यो योग्यता, त्यो खुबी वरदानलाई प्रयोग गर्नुहुन्छ, तब तपाईँले त्यो मानिसहरूलाई सेवा दिँदाखेरि मानिसहरू तपाईँतिर आकर्षित हुनेछ। आमेन। ख्रिस्टतिर आकर्षित हुनेछ, ख्रिस्टतिर है, परमेश्वरतिर मानिसहरू आकर्षित हुनेछ त्यो वरदानको करिश्मा, त्यो योग्यता, त्यो क्षमताले। वरदानको उद्देश्य चाहिँ के थियो भन्नुहोस् त? वरदानको उद्देश्य चाहिँ, वरदान दिनुको उद्देश्य चाहिँ मण्डलीको निर्माण गर्नका लागि। के को लागि? मण्डलीको निर्माण गर्नका लागि, चर्चलाई बनाउन, उन्नति वृद्धि गर्नका लागि प्रभुले त्यो क्षमता योग्यता दिनु। किनभने हाम्रो ज्ञानहरू, हामीसँग भएको क्षमताहरू, हामीसँग भएका हाम्रो योग्यताहरू चाहिँ थोरै छ, कमजोरी छ, दुर्बल छ। हाम्रो योग्यता र क्षमताले ख्रिस्टको मण्डलीलाई निर्माण गर्न हामी सक्दैनौँ। जसले आफ्नो मण्डली सुरु गर्नुभयो, आफ्नो मण्डली चर्च सुरु गर्नुभयो, त्यसलाई हाँक्न, बनाउन, त्यसलाई निर्माण गर्नका लागि प्रभुले आफ्नो क्षमता र वरदानहरू पनि दिनुभयो। अनि त्यो वरदानहरू लिएर है, त्यो वरदानहरू लिएर हामी चर्चमा सेवा गर्छौँ। त्यो खुबीहरू, त्यो योग्यता, त्यो गुण, त्यो चरित्र ल्याएर हामी के गर्छौँ? ख्रिस्टको सेवा, मण्डलीको सेवा गर्छौँ। आमेन है, सेवा गर्छौँ। र वरदान चाहिँ हरेकलाई दिएको छ। कसलाई? वरदान चाहिँ हरेक विश्वासीलाई दिएको छ। त्यो वरदानलाई पत्ता लगाउनु र त्यो वरदान र क्षमता अनुसार प्रभुको सेवा गर्नु हाम्रो कर्तव्य, हाम्रो दायित्व बोध हामीलाई गराउँदछ। कोरिन्थीको मण्डली वरदानले भरिपूर्ण थियो, तर समस्या चाहिँ वरदानलाई बुझेर उनीहरूले
नबुझेर चलाए। उनीहरूले बुझेनन्। उनीहरू वरदानले भरिपूर्ण मण्डली थियो कोरिन्थी है। सबै खालको वरदानहरू उनीहरूसँग थिए, सबै खालको क्षमताहरू उनीहरूसँग थिए, तर उनीहरूले वरदानलाई नबुझेको कारण, ज्ञानको कमीको कारण उनीहरूले वरदानलाई सही प्रयोग गर्न सकेनन्। र त्यसले उन्नति ल्याउनु पर्ने ठाउँमा, त्यसले मण्डलीलाई भलाइ गर्नुपर्ने ठाउँमा तर मण्डलीलाई झन् क्षति पुर्याएका छौँ उनीहरूले। त्यस कारणले आज त्यो कुरालाई हामी स्पष्ट पार्नेछौँ। कसैलाई वरदानको अभाव हुने छैन। पहिलो कोरिन्थीको 4:7 तपाईँले पढ्नुभयो भने ख्रीष्ट यीशुमा तिमीहरूलाई दिएको परमेश्वरको अनुग्रहको कारण तिमीहरूका निम्ति म परमेश्वरमा सधैँ धन्यवाद चढाउँछु, किनकि हर प्रकारले अर्थात् सबै बोली र सबै ज्ञानमा तिमीहरू उहाँमा धनी भएका छौ, किनकि ख्रीष्टको विषयमा हाम्रो गवाई तिमीहरूमा सुदृढ भएको छ, ताकि तिमीहरूले हाम्रो प्रभु येशू ख्रीष्टबाट प्रकट हुने कुराको प्रतीक्षा गर्दछ। तिमीहरू कुनै आत्मिक वरदानको अभाव हुँदैन। आमेन। तिनीहरूमा कुनै आत्मिक वरदानको क्षमताको तिमीहरूमा कमी हुने छैन। त्यो ज्ञान, त्यो क्षमता, त्यो बुद्धि म तिमीहरूलाई दिनेछु। हालेलुया। र परमेश्वरले भन्नुहुन्छ तिमीहरूलाई कुनै ज्ञानको, आदि वरदानको तिमीहरूलाई कमी, अभाव र कमी हुने छैन। किनभने हाम्रो परमेश्वर वरदान दिनुहुने, क्षमता दिनुहुने, योग्यता दिनुहुने त्यो खुबी, त्यो परमेश्वर जो हुनुहुन्छ, तपाईँ र मलाई त्यो वरदानले सुसज्जित बनाउनु हुने परमेश्वर हुनुहुन्छ है। कोरिन्थीको मण्डली वरदानले भरपूर्ण थिए, तर वरदानलाई उनीहरूले बुझेर प्रयोग गरेनन्। तर नबुझेको कारण उनीहरूले मण्डलीमा झन् समस्या ल्याएको छ। त्यो कुरालाई आज हामी हेर्नेछौँ। पहिलो नम्बरमा चाहिँ उनीहरूले वरदानको दुरुपयोग गरे। कोरिन्थीको मण्डलीले सबैभन्दा ठुलो भुल, गल्ती गरेको चाहिँ उनीहरूले वरदानको दुरुपयोग गरे। मण्डलीको ठुलो भुल चाहिँ वरदानको दुरुपयोग थियो। प्रत्येक व्यक्तिले आफ्नो व्यक्तिगत उन्नतिको लागि मात्र खोजे, वरदान पाए, तर प्रत्येक व्यक्तिले आफ्नो उन्नति, आफ्नो प्रगतिको मात्रै खोजे। तर म अरूभन्दा जान्ने हुँ, म अरूभन्दा शक्तिशाली देखाउनु, अनि त्यसपछि स्वार्थहरू पुरा गर्नका लागि वरदानहरू प्रयोग गरे। उनीहरूले प्रयोग त गरे चाहिँ म ठुलो है, मसँग त ठुलो वरदान छ है, म त त्योभन्दा ठुलो कमी छैन। त्यसरी समस्या ल्यायो। अनि त्यसपछि म अरूभन्दा शक्तिशाली बन्छु। स्वार्थ, आफ्नो स्वार्थ पुरा गर्नका लागि मात्रै वरदानहरू प्रयोग गरे। वरदान त प्रभुले हरेक विश्वासीलाई दिनुभयो अनि हरेक दिशालाई दिनुभएको छ, तर यो वरदानले मण्डलीको र अरूको सेवा गर्नुपर्ने थियो र होइन र भन्नुहोस् त। वरदान परमेश्वर दिनुभएको थियो मलाई घमण्ड गर्नको लागि होइन, मेरो नाम कमाउनको लागि, मेरो उन्नति गर्नको लागि, मेरो व्यक्तिगत जीवनको प्रगतिको लागि दिएको होइन। तर वरदान दिनुको कारण चाहिँ मण्डलीको सेवा गर्न, अरूको सेवा गर्न परमेश्वरले दिएको छ। तर आफ्नो व्यक्तिगत कुरालाई, स्वार्थ पुरा गर्नको लागि मानिसहरूले वरदानलाई प्रयोग गरेका थिए। वरदानको प्रयोग गरेर मण्डलीको वास्ता गर्नुपर्ने थियो, मण्डलीको वास्ता गर्नुपर्ने थियो। मसँग भएको क्षमताहरू, मसँग भएको दानहरू, वरदानहरूले प्रयोग गरेर मैले मण्डलीको वास्ता गर्नुपर्ने थियो, चर्चको मण्डलीको वास्ता गर्नुपर्ने थियो। तर मण्डलीलाई उल्टो हेला गर्न थाले। के वरदानको दुरुपयोग मण्डलीलाई हेला गर्न थाले। अब मण्डली के होइन, उनीहरूले आफैलाई घमण्ड गर्न थाले। उनीहरूले मण्डलीलाई बिस्तारै बिस्तारै हेला गर्न थाले। हेला चर्चलाई हेला गर्न थाले है। कोरिन्थीको तपाईले 11 अध्याय भनेको छ, प्रभु भोजको पहिला अगाडि प्रभु लेख्नुभन्दा अगाडि तिमीले मण्डलीलाई तुच्छ ठानेको छौ। तिमीले पश्चाताप गर, तिमीले आफूलाई जाँच। प्रभु भोज त है तपाईँ 11:23 तलतिर हेर्दै जानु, आफैले जाँच तिमी कस्तो छौ भन्ने कुरा। प्रभु भोज खानुभन्दा अगाडि, प्रभुको शरीरबाट खानुभन्दा अगाडि, रगतबाट पिउनुभन्दा अगाडि तिमी आफै जाँच, तिमी कस्तो छौ। तिमीले मण्डलीलाई हेला गरेको छौ, तिमीले तुच्छ ठानेको छौ, तिमीले त वरदानको प्रयोग तिमीले गलत गरेको छौ। तिमीले वरदानलाई प्रयोग गरेर तिमीले एकाकाको वास्ता गर्नुपर्ने होइन र, एकाकालाई सेवा दिनुपर्ने होइन र, खोइ त तिमीहरूले गरेको पियारो है। त्यसकारण त्यो कुरालाई हामीले स्पष्ट गर्नुपर्छ। तर मण्डलीलाई एक्लै अर्कालाई हेला गर्न थाले र मण्डलीलाई यिनीहरूले बिस्तारै बस्दै हेला गर्न थाले। त्यसले मण्डलीमा फुट ल्यायो। जब मण्डलीलाई हेला हुन्छ, एकाकाको वास्ता हुँदैन, मन दुख्यो मानिसहरूको। मलाई उसले यसरी हेपेर भन्यो, मलाई उसले यसरी हेऱ्यो, यसरी व्यवहार गर्यो। त्यसपछि मण्डलीभित्र फुट आउन थाल्यो।
धेरै मण्डली फुट्नुको कारण आज यही छ कि मभन्दा कोही छैन यहाँनिर, मैले यहाँ जे भनेपछि सब ठिक हुन्छ। त्यो अहमता आएपछि मण्डलीमा के भयो? फुट ल्यायो, घमण्ड ल्यायो, अनेकता ल्यायो। एकता हुनुपर्ने ठाउँमा के ल्यायो? अनेकता ल्यायो। मान्छेहरू छरपष्ट हुन थाले, गानगान गुनगुन कुरा गर्न थाले। त्यसपछि मण्डलीमा वरदानको दुरुपयोगले गर्दाखेरि मण्डलीमा फुट आउन थाले। तिनीहरू आफू मात्र राम्रो हुन खोजे, उनीहरू आफू मात्र राम्रो बन्न खोजे। मलाई भए मेरो घरमा मेरो चुलो बलेको छ भने, मैले राम्रो खाना लाउन पाएको छ भने अरूलाई के मतलब मलाई? तर प्रभुले हामीलाई सानो सानो कुरा वास्ता गर्नको लागि आफू मात्र राम्रो हुन खोजे तर चाहन्थे। तर मण्डलीको सदस्यलाई वास्ता प्रेम गर्न छोड्यो उनीहरूले। मण्डलीको सदस्यलाई, मण्डलीमा एकलाइमाहरू छन्, मण्डलीमा कमजोरीहरू छन्, बिरामीहरू छन्, अशक्त वृद्धहरू छन्, जसलाई प्रार्थना चाहिएको छ, जसलाई वास्ता पुग्नु परेको छ, जो चाहिँ हस्पिटलमा छ उसलाई भेट्न जानु परेको छ। खोइ त गरेको काम? प्रभुले भन्नुहुन्छ, खोइ त तिमीले वास्ता गरेको, त्यो वरदानहरूको प्रयोग गरेर खोइ त तिमीले वास्ता गरेको। तर मण्डलीको विश्वासीलाई, मण्डलीको सदस्यलाई वास्ता गर्न मानिसले छोडे। त्यसका प्रियहरू, हामीले मण्डलीको वास्ता गरौँ। आमेन। हामीसँग भएको पुबी क्षमता प्रयोग गर्न कन्जुसाइ नगरौँ। प्रभु हृदय खोलेर मसँग जे छ तपाईँको लागि दिएछु, तपाईँको मण्डलीको लागि, तपाईँको मण्डलीको उन्नति प्रगतिको लागि म हाजिर छु। म त्यो कुरा गर्न चाहन्छु। हाम्रो वरदानहरू छ, क्षमताहरू छ हामीसँग। प्रभुले हामीलाई त्यो कुरा दिनुभएको वरदानको उद्देश्य चाहिँ त्यसको प्रयोग गरेर मण्डलीमा एकता राख्नु हो। पहिलो सुरु तपाईँ वरदान पाएको व्यक्तिले थाहा गरेपछि तपाईँले त्यसलाई प्रयोग गर्नुहुनेछ। प्रयोगले फल फल्नेछ, फल उन्नति आशिष ल्याउनेछ। अनि दोस्रो कुरा के हुनेछ भन्नुहोस् त, तपाईँ आफै पनि सन्तुष्ट हुनेछ। सन्तुष्ट, सेटिस्फाई भन्छ अङ्ग्रेजीमा। त्यो वरदान प्रयोग गर्दाखेरि, सेवा दिँदाखेरि मलाई कति आनन्द लाग्छ। परमेश्वरले त्यो शान्ति आनन्द तपाईँ दिने हुनेछ। तिनीहरूले आफ्नो र आफूसँग भएको वरदान मात्र ठुलो सम्झे। कोरिन्थीको मण्डलीले अरूको वरदान वा क्षमतालाई ईर्ष्या गर्न थाले। वरदान सानो ठुलो छैन, वरदान सानो ठुलो छैन। वरदान थरी थरीका छन्, तर वरदान सानो ठुलो छैन। सबै परमेश्वरले दिनुभएका क्षमताहरू हुन्। वरदान वा क्षमतालाई ईर्ष्या गर्न थाले, रिस गर्न थाले। ठिक ढङ्गले परमेश्वरको भक्ति गर्न उनीहरू जानेन। ठिक ढङ्गले वरदानलाई प्रयोग गर्न के गर्न जानेन? भक्ति गर्न उनीहरूले जानेनन्। त्यस कारणले उनीहरूको वरदानको दुरुपयोगले गर्दाखेरि मण्डलीमा समस्या ल्यायो, विवाद, फुट, अनेकता ल्यायो। अनि उनीहरूले ठुलो समस्या भोग्नु पर्यो प्रियहरू। त्यसकारण तपाईँ र मैले वरदानलाई स्पष्ट बुझेर जब चलाउँछ नि, मण्डलीमा एकता ल्याउनेछ, मण्डलीमा आशिष ल्याउनेछ। आमेन। तर तपाईँ र म मैले माया गर्नुहोस् प्रियहरू। आमेन। मण्डलीलाई माया गर्नुहोस् हृदयबाट। तपाईँसँग जे खुबी छ त्यसलाई प्रयोग गर्नुहोस्। हामी धेरै सेवाहरू छन् गर्नका लागि, तर हामी त्यसको लागि तयारी छैनौँ प्रियहरू। हामी कहिलेकाहीँ ठुलो पद खोजेर बसिरहन्छ। त्यो पद पायो भने चाहिँ, त्यो पदमा आउनु पायो भने म गर्छु, नत्र चाहिँ हामी पद ऱ्याङ्क खोजिरहेको हुन्छौँ। हामी सेवा गर्नु छ, प्रभुको सेवा गर्नु छ, मण्डलीमा एकता राख्नु छ, प्रभुको महिमा गर्नु छ, मण्डलीको भलाइ देख्नु छ। आमेन। मण्डलीको भलाइ देख्नु छ। दोस्रो कुरा हामी हेर्नेछौँ, दोस्रो कुरा चाहिँ हो परिपक्वताको कमी। कोलम्बीको मण्डली परिपक्व थिएन। मण्डली त बढे सङ्ख्यामा, हर विश्वास गरे, तर मण्डली अलुकाचो थियो। मण्डली अलकाचो, बच्चा जस्तै व्यवहार गर्ने, कहिले पनि परिपक्व भएन। यहाँनिर परिपक्वताको कमी थियो है। तिमीहरू त परिपक्व विश्वासी हुनुपर्ने होइन र? अब त तिमीले प्रभुलाई चिनिसक्यो, तिमीले जानिसक्यो, सबै कुरो तिमीलाई थाहा छ। अब तिमी त परिपक्व विश्वासी हुनुपर्ने होइन र? नेपालीमा चाहिँ प्राउड भन्छ। उमेर खाएका, ज्ञान हासिल गरेका, अनुभवले पूर्ण, कपाल अलिअलि फुलेका त्यो व्यक्तिहरूलाई के भन्छ? तर अब तिमीहरू त के हुनुपर्ने हो? परिपक्व हुनुपर्ने। एल्डर नेपाली भन्छ नि। तिमीहरू त त्यो परिपक्व हुनुपर्ने होइन र? तिमीहरू अहिले पनि के छौ है? तिमीहरू बालक जस्तै छौ, बालक जस्तै व्यवहार गर्छौ। प्रभुले त्यो भन्नुहुन्छ। यहाँ हेर्नुहोस् त, परिपक्व भनेको चाहिँ ज्ञान, परमेश्वरको वचनको ज्ञानले भरेको हुनुपर्ने तिमीहरू त हो। परिपक्व विश्वासी बन्नको लागि के गर्नुपर्छ? पहिले सुरु परमेश्वरको वचन पढ्नुपर्छ। परमेश्वरको वचन सुन्नुहोस्, परमेश्वरको वचन पढ्नुहोस्, अनि तपाईँ त्यसपछि परिपक्वता जन्मिए हुनेछ। आमेन। जब तपाईँ परिपक्व हुनेछ, आमेन। किन तपाईँको सोचाइमा, विचारमा, तपाईँको बुझाइ, अन्डरस्ट्यान्डिङमा त्यो भिन्नता ल्याउनेछ है। वचन पढ्ने बानी छैन प्रियहरू हाम्रो, तर वचन पढ्नको लागि हामी के गर्छौँ? समय छैन। तपाईँ जब परिपक्व बन्नेछ, जब तपाईँ वचन पढ्नेछ। आज मण्डलीमा यही समस्या छ, वचन नपढ्नु। परिपक्व विश्वासी, ज्ञानले भरेको विश्वासी
आके जिउन सक्छ, आफू जिउन सक्छ। अब समस्या आए, दुःख कष्ट आए पनि, पास्टरले भेट्न नआए पनि, अगुवाहरू भेट्न नपुगे पनि उनीहरू आफै जिउन सक्छ, किनकि उनले वचनको जग बनेर बसालेको छ। कहिले सोध्छु, तपाईँ मेरो बुई चढेर कति दिन हिँड्नुहुन्छ? अरूको बुई चढेर हिँड्ने मानिसहरू चाहिँ छिटो लड्छ बिहा। परमेश्वरको वचनमा गहिरिनु, आमेन। के भन्दा ठुलो तपाईँलाई केही पनि छैन बिहान। ज्ञानले भरिएको अनि प्रेमले भरिएको, है, प्रेमले भरिएको। भरिपूर्ण होस् प्रियहरू परमेश्वरको ज्ञानले, आमेन। अरू थोकले होइन, अरू संसार थोकले नभर्नुहोस् आफैलाई, परमेश्वरको वचनले भरिनुहोस्। तपाईँ प्रेमले भरिएको व्यक्ति चाहिँ परिपक्व हो। आई जब यो वचनले भरिन्छ तर प्रेमले भरिन्छ, तपाईँ अरूलाई प्रेम गर्ने विश्वासी मण्डली सबै कुरामा प्रशस्त हुँदै जाओ। तिम्रो विश्वासी मण्डली चाहिँ सबै कुरा प्रशस्त हुँदै जाओ। ज्ञानमा, ज्ञानमा, वचनमा, परमेश्वरको वचनको ज्ञानमा, जोसमा, विश्वासमा, प्रेममा, असल काममा तिमीहरू प्रशस्त हुँदै जाओ, आमेन। चौतर्फे विकास हुँदै जाओ तिमीहरू। ज्ञान त छ तर प्रेम छैन, के काम लागेर भन्नुहोस् त? ज्ञानको खानी भएर म प्रेम गर्न छैन, के काम लाग्यो? 13 अध्याय त्यही गरेर लेखेको। कुरान्तीको 13 अध्याय लेख्नुको कारण त्यही हो। ज्ञान यिनीहरूसँग छैन, प्रेम पनि छैन उनीहरूलाई। त्यही कारण प्रेम, ज्ञान भए पनि मसँग प्रेम छैन भने ज्ञानको कम छैन, के काम छैन। त्यही कारण ज्ञान सहितको प्रेम अनि प्रेम सहितको जोस हुनुपर्छ। त्यो जोसमा सेवाद्वारा अनि विश्वासमा त्यो परिपक्व हुनुपर्छ अनि प्रेममा र असल काममा मण्डली प्रशस्त हुन जानुपर्छ। भलाइ गर्न, अरूको असल काम गर्न मण्डलीले रोकिनु हुँदैन, थामिनु हुँदैन, आमेन, है, थामिनु हुँदैन। जब वरदान पाउँछौँ, परिपक्वताबाट हामी बढ्छौँ, यो कुरा गर्नको लागि हामीलाई कुनै गाह्रो हुने छैन। सधैँ बालक जस्तो भएर नबस, सधैँ बालक जस्तो भएर नबस। परिपक्वता होइन छ। हिब्रू 5को तपाईँले 12देखि 14सम्म हेऱ्यौ भने हिब्रूको मण्डलीहरूलाई तिमीहरू त अहिले त शिक्षकहरू हुनुपर्ने, तिमीहरू त शिक्षकहरू हुनुपर्ने, ज्ञानले भरेर, परमेश्वरको वचनको ज्ञानले भरेर तिमीहरू त शिक्षकहरू हुनु, अरूलाई सिकाउन सक्ने हुनुपर्ने। तर तिमीहरू अहिले दुधे बालक जस्तो दुध मात्रै खोजेर बसिरहेको छ। अरूलाई सेवा दिने मान्छे हुनुपर्ने भनेर भन्नुहोस् त। तिमीहरू शिक्षक भइसक्नु पर्ने र वृद्धि हुनुपर्छ। ख्रिस्टमा परिपक्व हुँदै जाँदा ख्रिस्टको मनले राम्रोसँग बुझ्नुपर्छ। आफू पनि ज्ञानमा भरिँदै जाँदाखेरि वरदानहरूलाई प्रयोग गर्दै ख्रिस्टको मण्डलीलाई पनि बुझ्नुपर्छ, मण्डलीलाई जान्नुपर्छ। मण्डली के हो भन्ने कुरा बुझ्नुपर्छ। बिहार मण्डलीलाई बुझेन भने प्रेम गर्न सक्दैनौ। मण्डली ख्रिस्टको शरीर हो, ख्रिस्टको देह हो। यो कसैको राज्य होइन, कसैको व्यक्तिगत सम्पत्ति होइन। यो ख्रिस्टको राज्य, ख्रिस्टका मानिसहरू। हामी ख्रिस्टको मानिसको सेवा गर्दैछौँ, कसैको होइन। त्यस्तो सोच, त्यस्तो बुझाइले चाहिँ हामी सेवा गर्न सक्दैनौँ। मण्डली ख्रिस्टको देह। अब मात्र वृद्धि परिपक्व भएर पुग्दैन। मण्डलीलाई राम्रोसँग चिन्नुहोस्। पवित्र आत्मालाई दुखी तुलाएको थियो उनीहरूले। संसारिक रीतिले वरदानलाई प्रयोग गरेका थिए। तिमीहरू त काम लाग्ने औजार सहित परिपक्व हुनुपर्ने हो नि त। तर बालक जस्तै छौ, है। वरदान चलाउन सक्ने मानिसहरू हामी हुनुपर्छ, है। तिमीहरू त औजार सहित, औजार भनेर परमेश्वरको वरदानलाई चलाएर तिमीहरू त वृत्ति हुनुपर्ने भनेर, परिपक्व वृत्ति बन्नु र। परिपक्व भने चाहिँ खारिनु, आमेन, खारिनु। सुन खारिन्छ नि, त्यसरी खारिँदै जानु। र प्रिय तपाईँ मैले कुरालाई बुझ्नुपर्छ। तपाईँ एउटा पदलाई नोट गरिराख्नुहोस्। डाहा गरे एकअर्काको वरदान र कामलाई स्वीकार गर्न सकेनन्। एकअर्काको कामलाई स्वीकार गर्नु, एकअर्काले गरेको कामलाई पनि स्वीकार गर्नुपर्छ। अब मैले जस्तै उसले गर्दैन त, उसले जस्तो म गर्दिनँ। काम फरक, वरदान फरक छ। त्यही कारण तपाईँ र मैले एकअर्काको कामलाई पनि स्वीकार गर्नुपर्छ, स्याबासी दिनुपर्छ, धन्यवाद दिनुपर्छ। हाम्रो मुख बोली त्यसबाट निस्किनुपर्छ, त्यो शब्दहरू कदर गर्नुपर्छ। परिपक्व व्यक्ति बन्दै जानुपर्छ। हामीले अघि पढेको 3 अध्यायको 1देखि 9सम्म हेऱ्यो भनेदेखि नि यहाँ एउटा समस्या भएको छ। हेर्नुहोस् त, यहाँको विषय चाहिँ कतिसम्म अलकाँचो भन्छ नि। हेर्नुहोस् त, त्यहाँ विवाद देखाएको छ। के भने त्यहाँनिर 2-3 जना मान्छेहरू छन्। म त पावलको हो, तर पावलले बत्तिस दिएको मलाई सुसमाचार उसले सुनाएको, म त्यसको हो। कहाँ हुन्छ? म त अपोलोसको, मलाई सुसमाचार सुनाएको, म त अपोलोस हो। अनि त्यसपछि तत्त्व र म तै छाड्न मै छाड त्यहाँनिर भए। अनि पावलले सम्झाउँछन्, सुसमाचार सुनाउने को हो र, बत्तिसमा दिने को हो र, तिमीलाई वृद्धि गरेर जीवन दिने प्रभु हुनुहुन्छ। पावलले सम्झाउँछ, पावल ठुलो होइन, अपोलोस ठुलो होइन, तर तिमीलाई जीवन दिने प्रभु ठुलो हुनुहुन्छ, आमेन। अनि तिमी बाहिर जस्तो गरेर यस्तो झगडा गरेर नबस, कि परिपक्व व्यक्ति जस्तो सोच, बुझ, कल्पना गर, व्यवहार गर, है। बच्चा जस्तै कुरा गरेर थिए। परिपक्व मण्डली विश्वासीले यस्तो कुरा गर्दैनन्। परिपक्व मण्डली विश्वासले दूरदर्शी कुरा देख्छ।
उनीहरू सानसानो कुरामा अल्झेर बस्दैन, बिहारो अल्झेर बस्दैन। मण्डलीले विश्वासीले यस्तो कुरा गर्दैन, दुधे बालक जस्तै किन त्यो कुराले मण्डलीमा फुट ल्याउँछ, विवाद ल्याउँछ। तिमीहरू परिपक्व हुन आवश्यकता छ। हालेलुया। हामी आवश्यकता छ बिहार, हामी परिपक्व हुनुपर्छ। अब विश्वास गरे कयौँ वर्ष भइसक्यो तर जीवनमा हामीले परिपक्व देखेका छैनौँ। हामीले बुझ्ने परमेश्वर सबै थोक बनाउने परमेश्वर हुनुहुन्छ, उहाँ कुनै मूर्ति होइन। सबै वरदानहरू उहाँको अधीनमा छ। यदि साँच्चीकै यीशु ख्रीष्ट साथै हाम्रो प्रभु हुनुहुन्छ भने मण्डलीमा एकता हुनुपर्छ। साथै नै हामी सबैको प्रभु परमेश्वर यीशु ख्रीष्ट हुनुहुन्छ भने मण्डलीमा एकता हुनुपर्छ। वरदानलाई प्रयोग गरेर मण्डलीको सेवा गर्नुपर्छ। भटकानले भन्दा मुखलाई भन्दैन नि, हामी सबै अङ्गहरू हो, वरदानहरू धेरै छन् तर सबै वरदानहरू सबै अङ्गहरू काम लाग्नेछ। हरेक वरदान महत्त्वपूर्ण छ, हरेक सेवा पनि के छ महत्त्वपूर्ण छ। किन हामी साँच्चीकै प्रभु परमेश्वरको वचन सुनेका छौँ, सिकेका छौँ भने हामी परमेश्वरको वचनद्वारा हामी एकतामा बस्नेछौँ। परमेश्वरको जनको बिचमा भएको विभाजन अनि झगडाले केवल हाम्रो एकतालाई कमजोर बनाउँछ। मण्डलीमा भएको विवादले चाहिँ खराब गर्छ, विभाजन ल्याउँछ, एकतालाई भाँड्छ, कमजोर बनाउँछ। हामीसित बेग्ला बेग्लै वरदानहरू, सेवकाईहरू र कामहरू गर्ने तरिकाहरू छन् भए तापनि उहाँको खुसीमा हामीलाई इच्छा गर्ने र काम गर्ने तुल्याउनु हुने परमेश्वर नै हुनुहुन्छ। वरदानहरू, कामहरू फरक भए तापनि त्यसलाई प्रयोग गर्ने क्षमता अनि त्यसलाई प्रयोग गरेर सेवा गर्ने इच्छा पनि उहाँले दिनुहुन्छ। इच्छा गर्नु, आई प्रभु मलाई सेवा गर्ने इच्छा दिनुहोस्, म यो सेवकाई गर्छु, मण्डलीमा यो सेवकाई मैले देखेको छु, म यो गर्छु। प्रभु वरदानहरू कसको हुन्? उहाँले हामीलाई दिनुभएका मात्रै हो। जसले जस्तो वरदान पाए पनि परमेश्वरले महिमाको लागि प्रयोग गरौँ। जसले जस्तो वरदान पाएको छ परमेश्वरको महिमाको लागि प्रयोग गरौँ। कसैले परमेश्वरको महिमाको लागि, आफू मात्रै राम्रो हुनको लागि होइन, तर परमेश्वरको महिमाको लागि। वरदानहरू व्यक्तिको निजी प्रयोजनको लागि होइन दिएको होइन, तर मण्डलीको सामूहिक उन्नतिको लागि दिएको छ। मण्डलीको सामूहिक प्रगति उन्नति हुनको लागि परमेश्वरले आफ्नो वरदानहरू हामीलाई सबैलाई दिनुभएको छ। सेवाको धेरै थरीका छन् प्रियहरू, हामी के गर्न सक्छौँ, हामीले कुन वरदान मसँग कुन खुबी छ प्रभुले हामी त्यसलाई पहिचान गरौँ। तर प्रभु एउटै हुनुहुन्छ। वरदानहरू धेरै छन्, सेवाहरू धेरै छन्, तर प्रभु एउटै हुनुहुन्छ। आमेन। वरदान दिने पनि एउटै हुनुहुन्छ। सबै वरदानहरू दिनको उद्देश्य एउटै छ, मण्डलीको उन्नतिको लागि। सबै वरदानहरूको दिनको उद्देश्य पनि के छ? एउटै छ। कसको लागि? मण्डलीको उन्नतिको लागि, विकासको लागि, एकताको लागि, सेवाको लागि दिएको छ। वरदानहरू पनि धेरै खालका छन् तर उद्देश्य एउटै छ, मण्डली वृद्धिको लागि। यी सबै वरदानहरूको प्रयोग गरेर प्रभुको सेवा गर, मण्डलीको भलाइ गर, आफ्नो होइन मण्डलीको भलाइ गर, मण्डलीको उन्नति गर, प्रगति गर। है सबै सँगै एउटै वरदान हुँदैन, तर फरक वरदान दिनुहुन्छ। किनकि एउटा व्यक्ति सबै वरदान चलाउन सक्दैनन्, किनकि एउटा व्यक्तिले सबै वरदानहरू प्रयोग गर्न सक्दैनन्। प्रभुले फरक व्यक्तिहरूलाई प्रभुले वरदान दिनुहुन्छ। र त्यसै कारण आफूसँग भएको वरदानलाई पत्ता लगाएर मण्डलीको सेवा गर। जसले जस्तो वरदान पाएको छ, परमेश्वरको अनुग्रहका विभिन्न वरदान पाएका भण्डारे चाहिँ ती एकअर्काको निम्ति प्रयोग गरे। जसले जस्तो वरदान पाएको छ, परमेश्वरको भण्डारे चाहिँ प्रभुको अनुग्रहमा तिमीहरूले एकअर्काको लागि प्रयोग गर, मण्डलीको लागि प्रयोग गर। आफ्नो भलाइ, आफ्नो उन्नतिको लागि होइन, तर मण्डलीलाई हेर, पूजा। आमेन। परमेश्वरले तपाईँ र मलाई यो वचन पाठमा, यो वचन सिकाइमा प्रशस्त आयो। जिउनलाई एउटा जीवन छ यहाँ, लड्नलाई एउटा लडाई।